यहीँ 64 छ 30 17 छ 30 छ याद नगरे भनेर हुन्छ तपाईँहरू पाउँदैन किन्नै पाउँदैन त्यत्रो बोर्ड देखेँ के त्यत्रो पाइँदैन यहाँ पाउँदैन अरू दिन मात्रै नभए यहाँ सडक खाइ चाहिँ बस्नु न तपाईँ यहाँ सडक लिएर बस्नुहोस् मजाले पाउँछ तपाईँ सुत्ता गर्न पाउँछ कहीँ पनि पाउँदैन अब देख्यो भने जमिन समय हालियो जब्जु पारियो अब जबरजस्ती त्यत्रो बोर्ड त्यहाँ टाँगिरहेको दुई ठाउँमा बोर्ड सब बन्द छ तपाईँ गोर्खाबाट आउनुहोस् घुमेर आउनुहोस् टाँगाबाट आउनुहोस् थाहा नि अब त फर्किहाल्नु कहाँ पहिलादेखि त्यत्रो 6 महिना भइसक्यो उ गरेको अब आउँछ हुन्छ सर अब आउँछ यसो के तपाईँको यताबाट मेरो गाडी जाँदैन होइन म उताबाट आएको होइन यतैबाट आएको हो क्या म सुन्नु न म आएको यतैबाट यता सुन्नु न पाइँदैन मेरो कुरा तपाईँले सुन्नु न भाइ जहाँसुकै जेसुकै जानै पाइँदैन यहीँबाट फर्किनु तपाईँ मेरो उकाल चढ्दैन क्या यो गाडी तपाईँ जानु पाउँदैन फुर्कै जानु फुर्क फर्किहाल्नु तपाईँ सानो गाडी मेरो चढ्दैन क्या भाइ चढे किन आएको यहाँ उसो भए होइन म यतैबाट आएको हो क्या होइन यतै जानुहोस् तपाईँ यतै जानु होइन मेरो गाडी उकालो चढ्दैन नत्र म चढ्थेँ क्या सबै गाडी चढिरहेको होइन पुरै खाल्टो छ क्या त्यो भयो फर्किहाल्नु त यहाँबाट उठ्छ हाम्रो त यो सानो गाडी चढ्छ होइन मेरो यो लोड छ क्या भाइ त्यही भएर तपाईँ कुरा बुझ्दैन फुर्कै यताबाट फर्किनु त होइन म तपाईँको आज फर्किनु चाहिँ फर्किनु होइन म उकालो गाडी चढ्दैन भाइ मेरो तपाईँलाई किन गएन होइन फर्किनु नफर्किनु भन्नु मेरो उकालो गाडी चढ्दैन होइन है अब तपाईँले किन भनेदेखि अब जे भन्नुहुन्छ म अब त्यही गर्नु किन फर्किनु नि तपाईँ उकालो गाडी चढ्दैन क्या होइन चढ्छ नचढ यहाँ फर्काउनु त पहिला छिटो फर्काइहाल्नु त चिट काट्नु अब यताबाट गाडी मेरो उकालो चढ्दैन मैले उकालो नचढ्ने होइन उकालो जाँदैन क्या त्यो गाडी त्यो फुर्क फर्किहाल्नु त यहाँ ल फर्काउनु त गाडीले फर्किनु फुर्क फर्किन त फर्किन्छु चढ्दैन क्या दाइ मैले तपाईँ एकचोटि यु गर्नु न यार विश्वास गर्नु न फुर्क फर्किहाल्नु त्यत्रो निर्णय गरेर त्यत्रो गरेर काम गरेर तपाईँ होइन दाइ अब त्यो थाहा नहुँदाखेरि एकचोटि त तपाईँहरूले सम्झाउने हो नि त दाइ एकचोटि त तपाईँले सम्झाउने हो नि त हामीलाई पनि थाहा थिएन अनि उकालो फर्किन्न क्या दाइ तपाईँको विश्वास गर्नु फर्किनु फुर्क फर्क